आज मङ्सिर 28 गते आइतबार साताको पहिलो कारोबार दिन। आजको सेयर बजारमा गिरावट आएको छ। करिब 12 अङ्कले घटेर नेप्सी इन्डेक्स 2594 बिन्दु आसपासमा आइपुगेको छ। 4 अर्ब आरआरको कारोबार भएको छ। आजको सेयर बजारको अवस्था के कस्तो रहेको छ, विभिन्न टाइम फ्रेममा विभिन्न टेक्निकल टुल्सहरूको अवस्था के कस्तो रहेको छ, टेक्निकल्ली नेप्सेको मुभमेन्ट के कस्तो रहेको छ, समीक्षा गर्नको लागि सधैँ चाहिँ आज पनि नेप्से एनालाइसिस लिएर म उपस्थित भइसकेको छु। नमस्ते, म हरि लामिछाने स्मार्ट स्टक नलेज युट्युब च्यानलमा हजुरहरूलाई हार्दिक स्वागत गर्दछु। डिस्क्लेमर: यो भिडियो नितान्त इन्फर्मेटिभ तथा एजुकेसनल पर्पजले तयार गरेको हुँदा यस भिडियोको आधारमा आफ्नो ट्रेडिङ स्ट्राटेजी नबनाउनको लागि हार्दिक अनुरोध गर्दछु। स्टडीको लागि, कम्पेरिजनको लागि र रिफरेन्सको लागि मात्र यो भिडियो प्रयोग गर्नको लागि रिक्वेस्ट गर्न चाहन्छु। स्क्रिनमा नेप्सेको प्राइस चार्ट देख्न सकिन्छ। आज पनि नेप्सेमा एउटा बेरिज क्यान्डल नै बनेको छ र केही दिनदेखि चाहिँ लगभग 4 दिनदेखि चाहिँ बजार साइडवेज थियो र आज चाहिँ बजारले यो साइडवेजलाई ब्रेकडाउन गरेको छ। एउटा बेरिज क्यान्डल बनेको छ र कारोबार रकम पनि हिजो अस्तिको भन्दा पछिल्लो यो साइडवेजको जुन कारोबार आएको थियो त्योभन्दा चाहिँ बढेको छ, तर 20 दिनको एभरेज कारोबार रकमभन्दा चाहिँ कम नै छ। मार्केट चाहिँ एक लेभलमा साइडवेजलाई चाहिँ ब्रेकडाउन गर्दै फेरि अरू केही फर्दर अझै घट्न खोजेको कि करेक्सनमा जान खोजेको कि भन्ने टाइपको चाहिँ देखिन्छ। आजको इन्ट्राडे चार्ट हेर्छौँ भने बजार ओपन भयो लगतै सुरुवाती चरणमा थोरै केही साइडवेज बसेर चाहिँ माथि गएर डिहाई क्रिएट गरेको थियो र जुन सुरुमा माथि गयो त्यो नै डिहाई भयो। त्यसपछि भने एग्रेसिभ रूपमा, इम्पल्सिभ रूपमा मार्केट डाउन हुँदै अगाडिको लेभल्सहरूलाई ब्रेक गर्दै तल झरेको देखिन्छ। अगाडिको लोभन्दा तल झरिसकेपछि केही साइडवेज बस्दै बस्दै बिस्तारै बिस्तारै बजार चाहिँ तल आएर चाहिँ डेलो क्रिएट गरेको देखिन्छ। 2588 मा डेलो क्रिएट गरेर चाहिँ केही पोइन्ट्स सुधार भएर बन्द भएको यहाँ देख्न सकिन्छ। र ओभरअलमा ट्रेन्ड के छ भनेर हेर्छ भने मैले अगाडिदेखि नै हजुरहरूलाई सेयर गरिरहेको कुरा चाहिँ के हो भने मार्केट चाहिँ माथिबाट तल घट्दो क्रममा छ। लोवर टाइम फ्रेममा मार्केट चाहिँ घट्दो क्रममै देखिन्छ, तर त्यो बिचमा चाहिँ मार्केट साइडवेज छ, हामी तलतिरकै बाइस हुन सक्छौँ भन्ने कुरा थियो। त्यो एनालाइसिस स्टिल भ्यालिड छ। मार्केट अझै पनि हामी हेर्छौँ भने तलतिर गइरहेको छ। 2620 भन्दा तलको मार्केटलाई चाहिँ स्टिल स्ट्रङ डाउनसाइडकै रूपमा चाहिँ विश्लेषण गर्न सकिन्छ। मार्केट अन्डर करेक्सन अथवा डाउन ट्रेन्ड कन्टिन्युएसन प्याटर्नमा रहेको लोवर टाइम फ्रेममा चाहिँ देख्न सकिन्छ। अब 15 मिनट्स टाइम फ्रेम, 15 मिनट्स टाइम फ्रेममा मार्केट चाहिँ साइडवेज थियो। आजको मार्केटले चाहिँ त्यो साइडवेजलाई चाहिँ ब्रेकडाउन गर्दै तल झरिरहेको छ। मिन्स 15 मिनट्स टाइम फ्रेममा मार्केट चाहिँ करेक्सनको फेजमा रहेको, अझै पनि कन्टिन्यू गरिरहेको, करेक्सन कन्टिन्यू गरिरहेको रूपमै विश्लेषण गर्न सकिन्छ। मार्केट एक लेभल गरी साइडवेज बस्दै थियो र अहिले चाहिँ मार्केटले त्यो साइडवेजलाई ब्रेक गरेर तल झरिरहेको छ र स्टिल अझै पनि करेक्सनको फेजमा रहेको देख्न सकिन्छ। तर मार्केटले मोमेन्टम भने लुज गरेको छ। खासै त्यस्तो मोमेन्टम चाहिँ तेज रूपमा चाहिँ घटेको छैन। अगाडिको हाईको दाँजोमा मार्केटले हायरै बनाएर चाहिँ यो तल आइरहेको हुनाले एक्सपेक्ट गर्न सकिन्छ कि बजारले अगाडिको लोलाई ब्रेक नगरिकन अगाडिको लोभन्दा माथितिर हायर लो बनाएर चाहिँ बजार माथितिर जान्छ कि भन्ने हिसाबले इन्टरप्रेट गर्न सक्छौँ। स्ट्रक्चर वाइज चाहिँ हामी यसरी पनि एजम्सन गर्न सक्छौँ। त्यसैले अब जति तल आउँछ त्यो चाहिँ माथितिर जान सक्ने पोटेन्सियल पनि रहन्छ कि भन्ने हिसाबले हेर्न चाहिँ जरुरी देखिन्छ। अहिलेको पाथ भनेको चाहिँ एउटा करेक्सनको फेजमा छ। करेक्सनको इन्डिकेसन खासै देखिएको छैन। मार्केटले भोलिको मार्केट चाहिँ केही साइडवेज बस्छ कि भन्ने हिसाबले हेर्न चाहिँ सकिन्छ, अथवा केही साइडवेज बसे पनि स्टिल करेक्सनकै फेजमा छ भन्ने हिसाबले इन्टरप्रेट गर्न सकिन्छ। र आवरली टाइम फ्रेममा जान्छ भने आवरली टाइम फ्रेममा मार्केट चाहिँ एक लेभलमा तल आउने, फेरि साइडवेज बस्ने, फेरि तल आउने, फेरि साइडवेज बस्ने भइरहेको छ। आज चाहिँ मार्केट हामी हेर्छौँ भने सुरुदेखि नै सबै क्यान्डल्सहरू चाहिँ बेरिस हुँदै तल झरेको देखिन्छ। अन्तिममा चाहिँ केही तल झरेको बजार केही पोइन्ट्स चाहिँ सुधार भएर बन्द भएको छ। अन्तिमको क्यान्डल चाहिँ राम्रो छ, यहाँ थोरै अपडेट भएको छैन। ओभरअलमा मार्केटको मुभ चाहिँ आवरली टाइम फ्रेममा अलिकति मोमेन्टम, डाउनसाइडको मोमेन्टम लुज गरेको जस्तो प्याटर्न चाहिँ देखिन्छ। सो आवरली टाइम फ्रेम अनुसार सिम्पली 2588 भन्दा माथिको मार्केटलाई चाहिँ स्टिल अझै पनि साइडवेजको रूपमा लिन सकिन्छ। र आजको मार्केटले एउटा कुरा चाहिँ के देखाउँछ भने मार्केटले मिनिमम लेभल अफ करेक्सन चाहिँ कम्प्लिट गरेको हो कि भन्ने हिसाबले आवरली टाइम फ्रेममा चाहिँ लिन सकिन्छ।
मार्केटमा मैले अगाडिसम्म चाहिँ सेयर गर्दाखेरि चाहिँ यो करेक्सन अझै पुरा नभइसकेको हो कि अझै बजार चाहिँ तलतिर जाने पाथ छ भन्ने कुरा सेयर गर्थेँ। यो पाथ अझै पनि भ्यालिड नै छ, तर जुन हिसाबले माथिबाट यो जुन अगाडिको राइजको यहाँदेखिबाट यहाँसम्म जुन एउटा राइज गएको छ त्यो राइजको चाहिँ करेक्सन मिनिमम करेक्सन चाहिँ अब कम्प्लिट भइसकेको हो कि भन्ने हिसाबले लिन सकिन्छ। र यदि त्यस्तो हो भने चाहिँ बजारले बिस्तारै तल आइरहँदाखेरि चाहिँ केही माथितिर जान सक्ने पोटेन्सियल चाहिँ राख्छ भन्ने हिसाबले लिन सकिन्छ। योभन्दा अगाडि पनि बजारले चाहिँ एउटा मिनिमम करेक्सन कम्प्लिट गरिसकेको छ, माथितिर जान सक्ने चान्सेसहरू रहन सक्छ भन्ने कुरा थियो। सो सेम सिनारियो यता पनि देखिन्छ अहिले। सो मार्केट चाहिँ अब एक लेभलमा राइज गर्न सक्ने पोटेन्सियल चाहिँ अब देखिन्छ। मिनिमम करेक्सन कम्प्लिट भइसकेको छ, बढीमा जति पनि जान सक्यो। सो अब मिनिमम पनि यहीँबाट नि माथितिर जान सक्थ्यो, तर सर्फेसले हामीले केही लजिक टेक्निकहरू हुन्छ, आफ्नो लजिक र टेक्निक अनुसार चाहिँ मार्केटमा मिनिमम करेक्सन चाहिँ कम्प्लिट भइसकेको हो भनेर बुझ्न पर्ने हुन्छ। सो गरेको एनालाइसिस केही टुल्सहरूमा केही लजिकहरूमा आधारित हुन्छ। मार्केटमा चाहिँ हरेक कुराहरू पोसिबिलिटी छ, यो चाहिँ सधैँ स्वीकार्न पर्ने हुन्छ। भनेपछि आवली टाइम फ्रेममा चाहिँ मार्केट स्टिल करेक्सनको फेजमै छ, तर बजारले न्यूनतम करेक्सन चाहिँ कम्प्लिट गरिसकेको हुनाले अब बिस्तारै बिस्तारै मार्केट चाहिँ रिभर्स हुन सक्ने वा साइडवेज बस्न सक्ने पोटेन्सियल चाहिँ छ कि भन्ने हिसाबले इन्टरप्रेट गर्न सकिन्छ। र यदि डेली टाइम फ्रेममा जान्छौँ भने डेली टाइम फ्रेममा चाहिँ कुरो त्यति राम्रो देखिँदैन। मार्केटले चाहिँ आज जुन क्यान्डल बनाएको छ, आज बनेको क्यान्डललाई चाहिँ त्यति पोजिटिभ मान्न मिल्दैन। मार्केटले यो साइडवेजलाई चाहिँ ब्रेकडाउन गरेर तल झरेको हुनाले यसलाई चाहिँ त्यति पोजिटिभ रूपमा इन्टरप्रेट गर्न मिल्दैन। र मार्केट चाहिँ स्टिल अझै पनि हामीले हेर्छौँ भने चाहिँ करेक्सनकै पाथमा रहेको, त्यसरी अझै स्टिल डाउन कन्टिन्यू गरिरहेको रूपमा चाहिँ विश्लेषण गर्न सकिन्छ। र यो करेक्सन कहाँसम्म आउन सक्छ भन्ने सन्दर्भमा चाहिँ मार्केट 2550 देखि 2560 को लेभलसम्म चाहिँ आउँछ कि भन्ने हिसाबले अगाडिदेखि नै सेयर गरेको कुरा। यो लेभलमा आइसकेपछि चाहिँ मार्केटले एउटा केही माथितिरको मुभ चाहिँ जेनेरेट गर्न सक्छ। अहिले तत्काल चाहिँ हेर्दाखेरि मार्केट करेक्सन फेजमा छ, 2550 देखि 60 को लेभलबाट चाहिँ एउटा माथितिरको मुभ चाहिँ जेनेरेट गर्छ कि भनेर हेर्न सकिन्छ। यो मुभ कतिसम्म जान्छ भन्ने कुरा बिस्तारै हामी छलफल गरौँला। अहिले सर्फेसले हेर्दा चाहिँ मार्केट ओभरअल साइडवेज प्याटर्न हो, एउटा राइज त्यसपछि एउटा करेक्सन, फेरि एउटा राइज त्यसपछि एउटा करेक्सनमा गइरहेको छ। सो फेरि एउटा राइजको चाहिँ नर्मल्ली पनि साइडवेज मार्केट भएको हुनाले त्योभन्दा अगाडि पनि त्यस्तै प्याटर्न छ, घट्ने बढ्ने भइरहेछ। सो फेरि पनि यही लेभलमा एक्सपेक्ट एउटा फेरि पनि माथितिर मुभ चाहिँ जान सक्छ। त्यसैले पार्टिकुलर स्टक र पार्टिकुलर सेक्टरको चार्ट हेरिरहन आवश्यक छ। र एउटा जानकारी गराउन चाहन्छु, यदि हजुरहरू एडभान्स लेभलको टेक्निकल एनालाइसिसको कोर्स गर्न चाहनुहुन्छ भने विशेष गरी स्मार्ट मनी कन्सेप्ट एसएमसी सिक्न चाहनुहुन्छ भने कृपया सम्पर्क गर्नुहोला। साथै मेरो सल्लाहमा सेयर खरिद बिक्री गर्न चाहनुहुन्छ, एज अ एडभाइजर रूपमा पनि मलाई लिन चाहनुहुन्छ भने लाइभ मार्केटमा लाइभ टेक्निकल चार्ट हेर्दै सेयर इन्भेस्ट गर्न इन्ट्रेस्टेड हुनुहुन्छ भने कृपया सम्पर्क गर्नुहोला। स्क्रिनमा नम्बर राखेको छु 9863805861 भनेर कल मेसेज अथवा व्हाट्सएप गर्न सक्नुहुनेछ। साथै एउटा महत्त्वपूर्ण जानकारी, मार्केट रिलेटेड विभिन्न टिप्स र इन्फर्मेसन, मार्केटको क्विक र सटिक एनालाइसिसहरू, मार्केटको फ्लो कुन साइडमा भइरहेको छ, विशेष गरी डे टु डे ट्रेडरको लागि चाहिँ अहिले बजारको मोमेन्टम कतातिर छ भन्ने कुराहरू चाहिँ मैले सटिक रूपमा क्विक र सटिक रूपमा चाहिँ आफ्नो टिकटक र फेसबुक पेज मार्फत सेयर गर्दै आइरहेको छु। सो यदि हजुरहरू इन्ट्रेस्टेड हुनुहुन्छ भने कृपया टिकटक र फेसबुक पेजमा पनि फलो गर्नुहोला भन्न चाहन्छु। स्मार्ट स्टक नलेज भनेर सर्च गर्न सक्नुहुन्छ अथवा यो भिडियोको डिस्क्रिप्सनमा लिङ्क छ, त्यो लिङ्कबाट पनि डाइरेक्टली जोइन गर्न सक्नुहुन्छ। मार्केट कुन अवस्थामा छ, कतातिरको पाथ छ, नर्मल करेक्सन हो, डाउन ट्रेन्ड हो, अथवा माथितिर बढ्दाखेरि पुल ब्याक हो अथवा मेजर मुभ हो, सबै कुराहरू चाहिँ एउटा रिटर्न फर्ममा चाहिँ राखिरहेको हुन्छु अथवा यो भिडियोको क्लिपहरू काटेर त्यहाँ हाइलाइटेड गरिरहेको हुन्छु। सो यदि हजुरहरू इन्ट्रेस्टेड हुनुहुन्छ भने फलो गर्नुहोला भन्न चाहन्छु। अब नेप्सेको कन्क्लुजनतर्फ जानु पर्दाखेरि चाहिँ डेली टाइम फ्रेमले स्ट्रङ डाउन गइरहेको इन्डिकेट गर्छ। सो यो साइडवेजलाई ब्रेकडाउन गरेर तलतिर जानु भनेको त्यति राम्रो कुरा होइन, यसले डाउन कन्टिन्यू गरिरहेछ। तर जति डाउन गयो भने अब बिस्तारै हामी डिमान्ड जोन नजिकै पुग्दैछौँ, त्यसैले स्टकहरू सिलेक्सन गर्दै गर्नु राम्रो हुन्छ, बिस्तारै बिस्तारै बाई गर्न राम्रो हुनसक्छ। आवली टाइम फ्रेममा पनि मिनिमम करेक्सन कम्प्लिट भइसकेको छ। सो बिस्तारै बिस्तारै बजार तल आए पनि माथितिर एउटा मुभ चाहिँ जान सक्छ। आवली टाइम फ्रेममा सिम्पली हेर्दा मिनिमम करेक्सन कम्प्लिट भइसकेको हुनाले बजार यहीँबाट तल झरे पनि अब एउटा खासै ठुलो पुलब्याक बिना एकरो मार्केट तल आएको हुनाले यदि माथि
गयो भने ठिकै छ, माथि नगएर एउटा पुल ब्याक मुभ मात्र नै माथि जाने भएको हुनाले बिस्तारै मार्केट चाहिँ माथितिर पनि जान सक्छ भन्ने कुरालाई बिर्सनु हुँदैन। त्यस्तै 15 र 5 मिनट्स टाइम फ्रेममा चाहिँ बजार कुन अवस्थामा जाँदा घट्दो क्रममा चाहिँ करेक्सनै गइरहेको छ, करेक्सन कम्प्लिसन भइसकेको अहिलेसम्म चाहिँ इन्डिकेसन मिलिसकेको छैन। पहिलो मार्केट माथितिर जान सक्छ कि के माथितिरको टार्गेट राख्ने हो कि भन्नको लागि नै 2520 चाहिँ पार गरेर माथि जानुपर्ने हुन्छ। आजको लागि यति नै। मेरो एनालाइसिस मन परिरहेको छ भिडियोमा एक लाइक भने अवश्य गरिदिनु होला। मलाई केही सल्लाह सुझाव अथवा प्रतिक्रिया छ कमेन्ट मार्फत दिन सक्नुहुनेछ। पहिलो पटक यो भिडियो हेर्दै हुनुहुन्छ भने च्यानल सब्स्क्राइब गरेर नियमित रूपमा जोडिनु होला भन्न चाहन्छु। हवस् त, धन्यवाद, नमस्ते।